एउटा कल्पना गरौँ न, एउटा एकदमै ठूलो कारखाना छ भनौँ न, जहाँ मेसिनहरू 24 घण्टा चलिरहेका छन्। त्यहाँ कच्चा पदार्थ भित्र जान्छ, ऊर्जा खर्च हुन्छ, कामदारहरूले दिनरात पसिना बगाउँछन् अनि हरेक वर्ष लाखौं सामान उत्पादन भएर बाहिर निस्कन्छन्। तर जब ती सामान बजारमा पुग्छन् नि, एउटा अचम्मको कुरा के थाहा हुन्छ भने ती सामान कुनै पनि मसिनमा फिटै हुँदैनन्, हैन त? ठ्याक्कै, बजारलाई त्यो डिजाइनको सामान चाहिएकै छैन क्या। सुन्दाखेरि कति ठूलो मूर्खता जस्तो लाग्छ नि यो। तर खासमा हाम्रो वर्तमान शिक्षा प्रणालीले अहिले गरिरहेको कुरा नै यही हो। एकदम सही कुरा। हरेक वर्ष विद्यालय र विश्वविद्यालय रूपी कारखानाबाट लाखौं विद्यार्थीहरू हातमा प्रमाणपत्र बोकेर आजको यो हाम्रो गहन छलफलमा स्वागत छ सबैलाई। आज हामी गोपीनाथ मैनालीले लेख्नु भएको सिपमूलक शिक्षाको प्रभाव भन्ने अत्यन्तै सान्दर्भिक लेख र यसमा जोडिएका अन्य स्रोत सामग्रीहरूको आधारमा यही शिक्षा र रोजगारी बीचको ठूलो खाडलको विषयमा कुरा गर्दैछौँ। हो, यो खाडलले हाम्रो पुरै अर्थतन्त्रलाई भित्रभित्र खोक्रो बनाइरहेको छ। एकदम। हाम्रो आजको मुख्य उद्देश्य भनेको नि यो खाली प्रमाणपत्र मात्रै बाँड्ने कारखानालाई कसरी साँच्चैकै बजार सुहाउँदो जनशक्ति अर्थात् मानव पुँजी निर्माण गर्ने ठाउँ बनाउन सकिन्छ भन्ने कुराको चुरोकुरो पत्ता लगाउनु हो। मानव पुँजी, यो शब्द आफैमा एकदमै गहिलोको छ। हेर्नुहोस्, लेखको सुरुवाततिरै आइज्याक वाल्टनको एउटा पुरानो तर एकदमै सान्दर्भिक भनाइ उद्धृत गरिएको छ नि। त्यो साक्षर बनाउने कुरा हो। विद्यालयको काम भनेको मानिसलाई साक्षर मात्र बनाउनु होइन, उसको भित्र भएको जुन सम्भावना छ नि त्यसलाई बाहिर निकाल्नु हो भनिएको छ। तर अघिको कारखानाकै एनालोजीमा फर्किने हो भने त हामीले मान्छेलाई अक्षर चिन्न सक्ने मात्र बनायौं, तर कुनै पनि काम गर्न सक्ने त बनाएनौं नि त। त्यही त समस्या भयो। खासमा 1990 को दशकभन्दा अगाडिसम्म अर्थशास्त्रमा र विकासको मोडलमा भौतिक पुँजीलाई मात्रै धेरै महत्त्व दिइन्थ्यो के। भौतिक पुँजी भनेको जस्तै सडक पुलहरू जस्तो? हो, एकदम। सडक, पुल, ठूला ठूला भवनहरू अनि हाइड्रो पावरहरू बनाउनुलाई नै विकास मानिन्थ्यो त्यति बेला। तर बिस्तारै संसारले के बुझ्यो भने जतिसुकै ठूला र अत्याधुनिक मसिन ल्याएर राखे पनि नि त्यसलाई चलाउने मान्छेसँग सिप छैन भने त त्यो मसिन फलामको एउटा थुप्रो मात्र हो नि त। अनि त्यहाँबाट मानव पुँजी वा ह्युमन क्यापिटलको अवधारणा एकदमै बलियो भएर आयो। भनेको मान्छे आफैमा एउटा पुँजी हो। हो नि। शिक्षाले मानिसलाई साक्षर त बनाउनै पर्छ, तर सँगसँगै उसलाई सिधै उत्पादनसँग जोड्न पनि सक्नुपर्छ भन्ने कुरा आयो। भनेपछि यो सिद्धान्त मात्रै घोकाएर चाहिँ भएन। हुँदै भएन नि। कक्षा कोठामा बसेर पौडी खेल्ने तरिका पढेर मात्रै कोही पनि पौडीबाज बन्दैन नि त। पानीमै पस्नुपर्छ। सही कुरा। जबसम्म शिक्षाले श्रमलाई उत्पादनसँग जोड्दैन तबसम्म त्यो शिक्षाले व्यक्तिको जीवनस्तर उकास्न सक्दैन। हाम्रो शिक्षा प्रणालीको डिजाइनै यस्तो भयो कि यसले किताबी ज्ञानलाई मात्रै पुजेर बस्यो के। तर यो डिजाइनको असर कतिसम्म भयानक छ भनेर हेर्न हाम्रै तथ्याङ्कहरू काफी छन् नि। मैले स्रोत सामग्रीमा दिएका तथ्याङ्कहरू हेर्दै थिएँ, जो कोही झस्कन्छ क्या त्यो देखेर। त्यो विलेसी नै तथ्याङ्क हो। विद्यालय तह पार गर्ने करिब 5 लाख विद्यार्थी मध्ये झण्डै 1 लाख त सिधै विदेशिन्छन् रे। देशमा समग्र बेरोजगारी दर 11.4% छ भने युवा बेरोजगारी त झन् 21.4% पुगिसक्यो। बापरे, यो त एकदमै उच्च हो। अनि अर्को डरलाग्दो कुरा, करिब 60 लाख मानिस रोजगारीमा त छन् भनिन्छ, तर ती मध्ये अत्यधिक ठूलो हिस्सा भनौँ न अनौपचारिक क्षेत्रमा छ। हो, यहाँनिर नि अनौपचारिक क्षेत्रमा हुनु भनेको के हो यसको भित्री पाटो बुझ्न एकदम जरुरी छ। सुविधाहरू छन्, आज काम छ, भोलि के हुन्छ कुनै टुङ्गो हुँदैन। भनेपछि एकदमै अस्थिर भयो। एकदम। अनि न्यून ज्यालामा अत्यन्तै जोखिमपूर्ण अवस्थामा काम गर्न उनीहरू बाध्य छन्। यहाँनिर एउटा कुराले मलाई सधैँ अचम्ममा पार्छ क्या। हाम्रो संविधान हेर्ने हो भने त शिक्षालाई मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको छ नि त, होइन र? हो, संविधानमा त स्पष्ट छ। राज्यको कुल बजेटको ठूलो हिस्सा अर्बौं रुपियाँ हरेक वर्ष शिक्षामा लगानी भइरहेको छ। गाउँ गाउँमा विद्यालयका ठूला भवनहरू ठडिएका छन्। तर यति धेरै लगानी गरेर उत्पादन गरिएको जनशक्ति किन यति धेरै काम नलाग्ने भइरहेको छ त? हामीले कहाँनेर बाटो बिरायौं? लगानी बढ्नु र नीतिगत व्यवस्था हुनु एउटा पाटो हो। हेर्नुहोस्, तर हामीले पढाइको जुन मेकानिजम छ नि त्यसलाई कहिले परिवर्तन गरेनौं क्या। मेकानिजम भनेको पढाउने तरिका हो। एउटा उदाहरण हेरौँ त। एउटा युवाले विश्वविद्यालयबाट म्यानेजमेन्टमा मास्टर डिग्री सिद्ध्याउँछ।
उसले 100औं पेजका असाइनमेन्ट बुझाएको हुन्छ। तर बजारमा गएर एउटा सामान्य पसलको कर चुक्ता कसरी गर्ने वा एउटा सानो कम्पनी कसरी दर्ता गर्ने भनेर सोध्यो भने नि उसलाई थाहा हुँदैन, किनकि उसलाई त्यो कुरा कहिल्यै प्रयोगशालामा वा वास्तविक बजारमा लगेर सिकाइएन। भनेपछि उसले मसिनको चित्र त बनाउन सिक्यो, तर मसिन कहिल्यै छोएन। ठ्याक्कै त्यही हो। बजारलाई चाहिएको छ प्राविधिक काम गर्न सक्ने मान्छे, तर हामी उत्पादन गरिरहेका छौं सिद्धान्त मात्रै कण्ठ पारेका मान्छेहरू। अनि त्यसपछि ऊ बजारमा जान्छ। हो, जब त्यो युवा बजारमा जान्छ र आफूले सिकेको कुरा कतै पनि काम नलाग्ने देख्छ नि, ऊ चरम निराशामा फस्छ। अन्ततः आफ्नो ऊर्जा र समय एकदमै सस्तो मूल्यमा बेच्न उखाडी वा अन्य देशहरूमा पलायन हुन बाध्य हुन्छ। सुन्दाखेरि कति दुःखलाग्दो अवस्था छ नि यो। तर के यो समस्या हामीले भर्खरै मात्र थाहा पाएका हौं त? मैले स्रोत सामग्री पढ्दै गर्दा मलाई एकदमै चासो लागेको कुरा के हो भने यो कारखानाको उत्पादनमा खोट छ भन्ने कुरा त सरकारले धेरै पहिले नै चाल पाइसकेको रहेछ नि। हो त नि, धेरै अगाडि 2028 सालमै राष्ट्रिय शिक्षा पद्धति योजना ल्याइएको थियो। त्यतिबेले व्यावसायिक र सिपमूलक शिक्षालाई जोड दिएको थियो। भनेपछि त 50 वर्षभन्दा अगाडि नै रोग पत्ता लागिसकेको रहेछ त। एकदम सही। तर त्यो योजना किन त्यति नराम्ररी असफल भयो त त्यसो भए? यहाँनिर एउटा रमाइलो तर गम्भीर कुरा छ। नीति जतिसुकै उत्कृष्ट वा समयभन्दा अगाडिको भए पनि नि, त्यसलाई समाजले कसरी लिन्छ भन्ने कुराले नीतिको भविष्य तय गर्छ क्या। समाजको मनोविज्ञान हो। 2028 सालको त्यो योजना प्राविधिक रूपमा हेर्ने हो भने धेरै बलियो थियो। तर त्यति बेलाको सामाजिक मनोविज्ञान कस्तो थियो भने केबुल कुर्सीमा बसेर चिटिक्क परेको लुगा लगाएर कलम चलाउने सेतो कलरको जागिरलाई मात्रै इज्जतदार मानिन्थ्यो। भनेपछि शारीरिक श्रम गर्नु भनेको तल्लो स्तरको काम हो भन्ने सोच हावी थियो। एकदम। कसैको छोराछोरीले हातमा औजार समात्यो, माटो चलायो वा मेसिन चलायो भने समाजले त्यसलाई हेलाको दृष्टिले हेर्थ्यो नि त। बरु बेरोजगार भएर घरमै बसोस् तर प्राविधिक काम नगरोस् भन्ने अभिभावकहरूको सोच थियो। समाजले शारीरिक श्रम र सिपलाई सम्मान नै गरेन। अनि त्यसका साथै त्यतिबेला प्राविधिक शिक्षा पढाउन सक्ने तालिम प्राप्त शिक्षकहरू र राम्रो प्रयोगशालाहरूको पनि चरम अभाव थियो। भनेपछि पूर्वाधार पनि थिएन नि। त्यसैले त्यो योजना तुहियो। समाजको मानसिकता नबदलिकन ल्याइएको नीति कसरी फेल हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण नै भयो। तर हामी त्यतिमै त रोकिएनौं नि त। त्यसपछि 2054 सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, जसलाई हामी CTEVT भनेर चिन्छौं नि, त्यसको स्थापना भयो। भयो। यसले त पक्कै पनि सिपमूलक शिक्षालाई एउटा संरचनागत रूप दियो होला नि, हैन र? दियो। विगतका गल्तीहरूबाट केही पाठ त पक्कै सिकियो। आजको दिनमा हेर्ने हो भने CTVET अन्तर्गत मात्रै करिब 1,12,000 विद्यार्थीलाई प्राविधिक शिक्षा दिने क्षमता छ। ओहो, संख्या त ठूलै हो नि। यसबाहेक विभिन्न मन्त्रालय र गैर सरकारी निकायहरूले पनि छोटो र लामो अवधिका थुप्रै तालिमहरू दिइरहेका छन्। तर समस्याको स्वरूप अहिले अलिकति फेरिएको छ। अहिलेको मुख्य समस्या भनेको म्यापिङको हो। म्यापिङ भन्नाले अलिकति प्रष्ट पारिदिनुस् न। म्यापिङ भनेको बजारलाई के चाहिएको छ र हामीले के उत्पादन गरिरहेका छौं भन्ने कुराको तालमेल हो क्या। उदाहरणका लागि अहिले सहरमा जताततै ठुल्ठुला अपार्टमेन्ट र हाउजिङहरू बनिरहेका छन् नि, हैन? जता हेर्यो त्यतै कन्स्ट्रक्सन चलिरहेको छ। हो, त्यहाँ हजारौंको संख्यामा प्लम्बर, इलेक्ट्रिसियन र हेभी मेसिनरी अपरेटरहरू चाहिएको छ। तर हाम्रा तालिम केन्द्रहरूले अहिले पनि पुरानै पाठ्यक्रममा आधारित भएर हजारौं बेसिक कम्प्युटर अपरेटर वा सिलाइ कटाइका जनशक्ति मात्रै उत्पादन गरिरहेका छन् भने त त्यो तालिमको अर्थ नै भएन नि। भनेपछि बजारको माग एउटा छ, हाम्रो उत्पादन अर्कै छ। ठ्याक्कै। यसले फेरि पनि बेरोजगार नै सिर्जना गर्छ। त्यही त। कारखानाले अझै पनि गलत सामान नै बनाइरहेको छ, मात्रै बनाउने तरिका अलिकति फेरियो। एकदम सही एनालोजी। र यो तालमेल मिलाउन हामीसँग अब धेरै समय पनि बाँकी छैन जस्तो देखिन्छ। लेखमा जनसाङ्ख्यिक लाभ अर्थात् डेमोग्राफिक डिभिडेन्डको कुरा एकदमै जोडतोडका साथ उठाइएको छ। यो एकदमै महत्त्वपूर्ण पोइन्ट हो। यो भनेको अहिले नेपालसँग काम गर्न सक्ने उमेर समूहका युवाहरूको संख्या इतिहासमै सबैभन्दा धेरै छ भन्ने हो नि, हैन त? हो। जनसाङ्ख्यिक लाभ भनेको कुनै पनि देशको इतिहासमा आउने एउटा यस्तो सुनौलो समय हो नि
जहाँ काम गर्न सक्ने जनसङ्ख्या अर्थात् 15 देखि 59 वर्ष उमेर समूहका मानिसहरूको सङ्ख्या आश्रित जनसङ्ख्याभन्दा धेरै हुन्छ। आश्रित भनेको बालबालिका र वृद्ध हो, र नेपाल अहिले ठ्याक्कै यही अवस्थामा छ। यसलाई हामीले अघिको कारखानासँग जोडेर हेर्ने हो भने त अहिले कारखानासँग सबैभन्दा धेरै र सबैभन्दा ऊर्जावान कामदारहरू छन्, तर यो सधैँ त रहँदैन नि। रहँदैन। यदि अहिले नै यी कामदारहरूलाई सही मेसिन चलाउन सिकाइएन भने केही दशकपछि के होला त? अवस्था एकदमै भयावह हुन सक्छ। हेर्नुहोस्, यो जनसाङ्ख्यिक लाभको जुन झ्याल छ नि, त्यो अबको 2-3 दशकमा बन्द हुँदैछ। अहिलेका युवाहरू बिस्तारै वृद्ध अवस्थामा पुग्छन्, अनि त्यसपछि यदि अहिले नै उनीहरूलाई सिप दिएर रोजगारीमा लगाएर देशको अर्थतन्त्र बलियो बनाउन सकिएन भने भोलि देशमा काम गर्ने मान्छे थोरै र पेन्सन वा स्वास्थ्य उपचार खोज्ने वृद्धहरू धेरै हुनेछन्। त्यो बेला राज्यको ढुकुटीमा कर तिर्ने युवाहरू नहुँदा समग्र अर्थतन्त्र नै ढल्न सक्छ। बाफरे, यो त साँच्ची नै एउटा समयको बम अर्थात् टाइम बम जस्तै पो रहेछ त। हो नि, त्यसैले गरिबी निवारण र विपन्न वर्गको जीवन स्तर उकास्नका लागि उनीहरूलाई दिइने सिपमूलक शिक्षा नै सबैभन्दा प्रभावकारी हतियार हो क्या। संविधानले कक्षा 10 सम्मको शिक्षा निशुल्क त गर्यो, तर त्यो मात्र पर्याप्त छैन। कक्षा 10 पछि विद्यार्थीलाई सिधै बजारमा बिक्ने सिप दिनुपर्ने टटकारो आवश्यकता छ अहिले। एकदम सही। अब अलिकति समाधानको पाटोतिर लागौँ न त। स्रोत सामग्रीमा स्थानीय सम्भावना र स्वदेशी कच्चा पदार्थमा आधारित परम्परागत सिपहरू जस्तै कृषि, हस्तकला वा काष्ठकलालाई आधुनिकीकरण गर्नुपर्ने कुरामा जोड दिएको छ। स्वदेशमै उद्यमशीलता विकास गर्नुपर्छ भनिएको छ, तर एकछिन पर्खनुस् त यहाँनिर। के भयो र? हामी एकातिर परम्परागत कृषि र बाँस निगालोको हस्तकलाको कुरा गर्दैछौँ, अर्कोतिर विश्व त आर्टिफिशियल इन्टेलिजेन्स वा एआई, रोबोटिक्स र अटोमेसनको युगमा प्रवेश गरिसक्यो। हो नि। के हामीले हाम्रा युवाहरूलाई गाउँमा गएर डोको बुन्न सिकायौँ भने उनीहरू विश्व बजारमा टिक्न सक्लान् त? यो त उनीहरूलाई झन पछाडि धकेलेको जस्तो भएन र? यो प्रश्नले हामीलाई अझै स्पष्ट हुन मद्दत गर्छ। लेखले भन्न खोजेको कुरा युवाहरूलाई हिजोकै जस्तो परम्परागत हँसिया हथौडा बोकाएर पुरानै शैलीमा काम गराउने भन्ने पटक्कै होइन क्या। भनेपछि के हो त? परम्परागत सिपलाई जस्ताको तस्तै राख्ने होइन, बरु त्यसलाई आधुनिक प्रविधिसँग फ्युजन गर्ने हो। फ्युजन कसैले गर्ने? एउटा उदाहरण दिएर उजाउनुस् न अलिकति। जस्तै कृषिलाई नै ल्याउन। हिजोको दिनमा एक हल गोरु नारेर आकाशे पानीको भरमा गरिने निर्वाहमुखी खेती परम्परागत सिप थियो। अब त्यही कृषिलाई आधुनिकीकरण गर्नु भनेको त्यहाँ ड्रोन प्रविधिको प्रयोग गरेर कीटनाशक छर्किनु हो। वो ड्रोनै प्रयोग गर्ने? हो नि। माटोको चिस्यान नाप्ने सेन्सरहरू र स्मार्ट सिँचाइको प्रयोग गर्नु हो। डाटा एनालिटिक्सको प्रयोग गरेर कुन मौसममा कुन बाली लगाउँदा धेरै उत्पादन हुन्छ भनेर विश्लेषण गर्नु हो। भनेपछि सिप त्यही हो, तर चलाउने औजार बदल्यो। ठ्याक्कै। बाँस वा निगालोको हस्तकलाकै कुरा गर्दा पनि नि गाउँमा बुनेको डोको त्यहीको बजारमा मात्र बेच्ने होइन, त्यसलाई आधुनिक डिजाइन दिएर ई-कमर्स प्लेटफर्म मार्फत विश्व बजारमा ब्रान्डिङ गरेर बेच्न सक्ने सिप दिनु पो आधुनिकीकरण हो त। अनि यसको लागि त पुरै सिस्टम नै परिवर्तन गर्नुपर्छ होला नि? एकदम। यसका लागि हाम्रो पाठ्यक्रम, पठन पाठन शैली र मूल्याङ्कन प्रणाली नै पूर्ण रूपमा परिवर्तन गर्नुपर्छ। अब हामी सिक्दै कमाउँदै अर्थात् लर्न एन्ड अर्न मोडलमा जानै पर्छ। यो सिक्दै कमाउँदै मोडल चाहिँ कक्षा कोठामा कसरी लागू हुन्छ नि? यसमा विद्यार्थीले दिनभरि किताब मात्र पढ्दैन। हेर्नुहोस्, अनि के गर्छ त? आधा समय ऊ कक्षा कोठामा सिद्धान्त पढ्छ र बाँकी आधा समय ऊ सिधै उद्योगमा, खेतमा वा ल्याबमा गएर काम गर्छ। उद्योगले उसलाई काम गरे बापत केही पारिश्रमिक पनि दिन्छ। भनेपछि प्र्याक्टिकल र इन्कम सँगसँगै हो। यसले गर्दा पढाइ सकिँदा उसँग प्रमाणपत्र मात्र हुँदैन, वास्तविक कामको अनुभव र केही पुँजी पनि हुन्छ। अघिको हाम्रो कारखानाको उदाहरणमा भन्नुपर्दा अब हामीले यस्तो एसेम्ब्ली लाइन बनाउनुपर्छ जहाँ सामान बन्दाबन्दै बजारको परीक्षण पनि सँगसँगै भइरहेको हुन्छ। वाउ! समग्रमा भन्नुपर्दा हामीलाई अब यस्तो कारखाना चाहिएको छ जसले हिजोको जस्तो खिया लाग्ने फलामका पार्ट पूर्जाहरू होइन, आजको डिजिटल मसिनमा ठ्याक्कै फिट हुने स्मार्ट र अपडेटेड पूर्जाहरू बनाउन सकोस्। एकदम।
शिक्षालाई केवल साक्षरता बढाउने मात्र नबनाई जीवनोपयोगी र रोजगारी सृजना गर्ने औजार बनाउनुपर्छ भन्ने कुरा त आज एकदमै छर्लङ्ग भयो। हो, हामीले समस्या कहाँ छ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा धेरै गहिरिएर विमर्श गर्यौं। तर यो छलफललाई टुङ्ग्याउनु अघि म एउटा अलि फरक र गम्भीर विचार राख्न चाहन्छु। भन्नुस् न। यसले सायद हाम्रो अहिलेको सोचाइलाई नै नयाँ दिशामा धकेल्न सक्छ। सुन्दा रोचक लाग्यो। कस्तो विचार हो त्यो? आज हामीले जोड दिएको कुरा के हो भने कारखानाको उत्पादन प्रक्रिया सुधार्नु पर्यो, जनशक्तिलाई उच्च दक्ष बनाउनु पर्यो, होइन त? हो, त्यही नै कुरा गर्यौं हामीले। तर एकछिन कल्पना गरौँ, यदि भोलि नै कुनै जादुमय तरिकाले हाम्रो शिक्षा प्रणाली रातारात परिवर्तन भयो रे। हामीले सिक्दै कमाउँदै मोडल लागू गर्यौं र अबको केही वर्षमा हाम्रो देशले लाखौंको संख्यामा उच्च दक्ष प्राविधिकहरू, रोबोटिक्स इन्जिनियरहरू र आधुनिक स्मार्ट कृषकहरू उत्पादन गर्न थाल्यो रे। त्यो त एकदमै राम्रो कुरा भयो नि, होइन र? हामीले चाहेकै त्यही त हो। सुन्दा एकदम राम्रो लाग्छ, तर के हाम्रो आजको आन्तरिक अर्थतन्त्र, हाम्रा उद्योगधन्दा र हाम्रो बजार ती लाखौं उच्च दक्ष युवाहरूलाई रोजगारी दिन र उनीहरूको सिपको उचित मूल्य चुकाउन तयार छन् त? हामीसँग त्यस्ता अत्याधुनिक उद्योगहरू नै छैनन् जसले त्यो सिपलाई खपत गर्न सकोस्। के हामीले शिक्षा प्रणाली सुधारेर मात्रै पुग्छ त? ओहो, यो त साँच्चै नै गहिरो प्रश्न पो भयो त। हो नि। हामीले कारखानामा राम्रो सामान त बनायौं, तर त्यो सामान प्रयोग गर्ने मसिनै हाम्रो देशमा रहेनछ भने त फेरि पनि समस्या उस्तै हुने भयो नि। ठ्याक्कै। हिजोको दिनमा हामी अदक्ष र सस्तो श्रम विदेश निर्यात गरिरहेका थियौं, जसले गर्दा रेमिट्यान्स त आयो तर देश बनेन। भोलि हामीले राज्यको ढुकुटी खर्च गरेर राम्रो शिक्षा दिएर महँगो र दक्ष श्रम मात्र विदेश निर्यात गरिरहेका हुनेछौँ कि? किनभने यहाँ काम गर्ने ठाउँ नै छैन। हो, किनकि उनीहरूलाई काम दिने उद्योग त हामीले यहाँ खोलेकै छैनौँ। यो यस्तो गम्भीर अवस्था हो जसले हामीलाई शिक्षा नीतिको मात्र होइन, हाम्रो समग्र औद्योगिक नीति, लगानीको वातावरण र आर्थिक संरचनामै पुनर्विचार गर्न बाध्य बनाउँछ क्या? साँच्चै नै। शिक्षालाई सुधार्नु त एउटा पाटो मात्रै हो, त्यो सिपलाई खपत गर्ने आन्तरिक अर्थतन्त्रको निर्माण गर्नु झनै ठूलो र जटिल चुनौती हो। यो पक्कै पनि यस्तो प्रश्न हो जसले सजिलै उत्तर दिँदैन, तर लामो समयसम्म सोच मग्न चाहिँ पक्कै बनाउँछ। हो नि। हामीले सही जनशक्ति मात्र उत्पादन गरेर पुग्दैन, त्यो जनशक्तिलाई अड्याउने र फस्टाउने माटो पनि तयार पार्नुपर्छ भन्ने कुरा एकदम स्पष्ट भयो आजको यो छलफलबाट। हामीले शिक्षा, बेरोजगारी र हाम्रो अर्थतन्त्रको भित्री पत्रहरूलाई केलाउने प्रयास गर्यौं। हजुर, यो कुरामा सबैले गम्भीर भएर सोच्न जरुरी छ। पक्कै पनि। यति राम्रो र गहिरो कुराकानीको लागि धेरै धेरै धन्यवाद। आजको लागि हामी यही बिदा माग्छौं। सुनिदिनु भएकोमा सबैलाई धन्यवाद।